नमस्ते साथीहरू। आज हामी स्टोनका बारेमा केही जानकारी प्राप्त गर्छौं। यो सिभिल इन्जिनियरिङ 4th र 5th लेभलका तयारीका लागि उपयुक्त हुनेछ। स्टोनबाट सुरु गरौँ हामी। यो इन्जिनियरिङ मटेरियल्स च्याप्टर हो। स्टोनको बारेमा बुझौँ हामी। क्वेरिङ द प्रोसेस अफ टेकिङ आउट स्टोन। क्वेरिङ भन्नाले स्टोनलाई जब जुन नेचुरल बेडमा हुन्छ त्यसबाट टेकिङ आउट गरिन्छ त्यसलाई भनिन्छ क्वेरिङ। के को मद्दतले? जम्परको मद्दतले, क्रोबारको मद्दतले, वेजको मद्दतले। क्वेरी स्याप भनेको के हो बुझौ? मोइस्चर प्रेजेन्ट इन स्टोन। स्टोनमा जुन मोइस्चर प्रेजेन्ट भएको हुन्छ त्यसलाई के भनिन्छ? क्वेरी स्याप भनिन्छ है। एक्सप्लोसिभ। एक्सप्लोसिभ के को लागि युज हुन्छ हेरौ? एक्सप्लोसिभ हाम्रो ठुलो ठुलो चट्टान हुन्छ, रक हुन्छ, त्यसलाई फोड्नको लागि एक्सप्लोसिभको युज हुन्छ। यसमा के हुन्छ? गन पाउडर हुन्छ, डाइनामाइट हुन्छ है। सिजनिङ। सिजनिङको अर्थ के हो भन्दाखेरि स्टोनमा भएको जुन मोइस्चर छ त्यसलाई निकाल्नको लागि घाममा, हावामा राखिन्छ। यो 6 देखि 12 महिनासम्म स्टोनको सिजनिङ गरिन्छ ताकि त्यसबाट भएको सबै मोइस्चरलाई बाहिर निकाल्न सकियोस् है। स्टोनमा भएको मोइस्चर जब बाहिर निस्किन्छ तब स्टोनको स्ट्रेन्थ अझै बढ्छ है। ड्रेसिङ। ड्रेसिङ पनि गरिन्छ स्टोनको। के को लागि गरिन्छ हामी बुझौ? ड्रेसिङ अफ स्टोन इज डन टु गिभ definite and regular shape. It is a process of giving definite and regular shape. एउटा प्रोसेस हो जसले स्टोनको लाई एउटा रेगुलर शेपमा प्रदान गर्छ। इरेगुलर शेपमा भएको स्टोनहरूलाई ड्रेसिङ गरेर चिजेलको मद्दतले चाहिँ के गरिन्छ? रेगुलर शेपमा प्रोभाइड गरिन्छ। अब स्टोन के का लागि सुटेबल हुन्छ त्यो हेरौ। कस्ता स्टोन के का लागि सुटेबल हुन्छ हेरौ। हेभी स्टोन रिटेनिङ वालका लागि सुटेबल हुन्छ। लाइट स्टोन मेसोनरी वर्कको लागि सुटेबल हुन्छ। सफ्ट स्टोन ornamental वर्कका लागि सुटेबल हुन्छ है। अब हामी क्लासिफिकेसन अफ स्टोन हेरौ। जियोलोजिकल क्लासिफिकेसन बुझौ? जियोलोजिकल क्लासिफिकेसन अन्तर्गत हाम्रो इग्नियस रक हेरौ। इग्नियस रक के हो? ग्रेनाइट, बासल्ट, ट्र्याप, ओब्सिडियन सबै के हो? इग्नियस रक हो। इग्नियस रक कसरी बन्छ यो? यो रक चाहिँ भोल्कानो इरप्सन हुन्छ त्यसबाट बनेको हुन्छ। त्यसैले यसलाई भोल्कानिक रक पनि भन्ने गरिन्छ। इग्नियस रक दुई टाइपको हुन्छ, एउटा इन्ट्रुसिभ रक र अर्को एक्सट्रुसिभ रक। इन्ट्रुसिभ रकमा के हुन्छ? ग्रेनाइट, पिग्माटाइट। यो चाहिँ मागमा जहाँ छ त्यही स्थानमा यदि त्यो मागमा सिलाएर जुन एकदम ठोस पदार्थको वस्तुमा परिणत हुन्छ त्यसलाई के भनिन्छ? इन्ट्रुसिभ रक। र एक्सट्रुसिभ रक भनेको जब भोल्कानो इरप्सन हुन्छ र त्यो लाभाहरू बाहिर आउँछ। बाहिर आइसकेपछि त्यो लाभा बिस्तारै चिसो हुँदै जान्छ, सेलाउँदै जान्छ र त्यसबाट जुन हार्ड सब्स्टेन्स बन्छ त्यसलाई के भन्छौँ हामी? एक्सट्रुसिभ रक। जस्तै यसको इक्जाम्पल हो ट्र्याप, बासल्ट। यसलाई टिबिल भन्न पनि सक्छौ छोटकरीमा। इन्ट्रुसिभलाई भित्र ग्रेनाइट, पिग्माटाइट पर्छ भने एक्सट्रुसिभ रक भित्र ट्र्याप, बासल्ट पर्छ। र हाम्रो इग्नियस रकको मेन कन्स्टिट्युएन्ट के हो? सिलिका हो है। सिलिका हुन्छ यसको मेन कन्स्टिट्युएन्ट। अब हामी सेडिमेन्ट्री रक बारे बुझौं। यसको मेन कन्स्टिट्युएन्ट चाहिँ स्यान्ड हो, सिल्ट हो, डेथलियस हो
र फर्मेसन प्रोसेस के हो एक्सन अफ रेन विन्ड सन इटिसी द्वारा यो प्रोसेसबाट यो सेडिमेन्ट्री रक भन्छ। उदाहरणको लागि हेरौँ इक्जाम्पल लाइमस्टोन, स्यान्डस्टोन, चक, कंकर, ट्रिपोली, कंग्लोमेरेट, सेल इटिसी के हो इक्जाम्पल हो सेडिमेन्ट्री रक हो। सेडिमेन्ट्री रकलाई एक्वस रक पनि भनिन्छ, यो पनि ध्यान राख्नु होला है। मेटामोर्फिक रक बारे बुझौँ अब 3 नम्बरमा। मिक्सचर अफ इग्नियस और सेडिमेन्ट्री रक, यो चाहिँ यसको मेन कन्स्टिट्युएन्ट के हुन्छ इग्नियस रक र सेडिमेन्ट्री रकको मिक्सचर हुन्छ है। इक्जाम्पलहरू के हुन् यसको जेनेसिस, क्वार्जाइट, मार्बल, स्लेट, मुरम, सेचिस्ट, यीहरू हुन् इक्जाम्पल अफ मेटामोर्फिक रक। अन्त्यतिर हामी मेटामोर्फिक रक कुन रकबाट बन्छ त्यो हेरौँ है। ग्रेनाइटबाट जेनिस बन्छ, स्यान्डस्टोनबाट क्वार्जाइट बन्छ, सेलबाट स्लेट बन्छ, लाइमस्टोन र डोलोमाइटबाट मार्बल बन्छ, कंग्लोमेरेटबाट जेनिस र सेचिस्ट बन्छ। यसको सर्टकटहरू हामी ग्रेनाइटबाट के भन्छ हाम्रो जेनिस बन्छ जुन जीजीले बुझ्ने, एसक्यू को अर्थ के भयो, स्यान्डस्टोनबाट क्वार्जाइट, एसएस को अर्थ के भयो, सेलबाट स्लेट। अब हामी फिजिकल क्लासिफिकेसन बारे बुझौँ है। फिजिकल क्लासिफिकेसन भित्र 3 टाइप्स अफ रक पर्छ, स्ट्रेटिफाइड रक, अनस्ट्रेटिफाइड रक र फोलिएटेड रक। स्ट्रेटिफाइड रक कस्तो हुन्छ हेरौँ। यो रक चाहिँ लेयरमा स्प्लिट हुन्छ है। जस्तै हाम्रो मार्बल भयो, मार्बललाई हामी लेयरमा स्प्लिट गर्न सक्छौँ, त्यसलाई टुक्रा गर्न सक्छौँ। टुक्रा गर्दाखेरि के हुन्छ यो सानो सानो कत्ता जस्तै निस्किन्छ, त्यसैले यसलाई स्ट्रेटिफाइड रक भनिन्छ। अल सेडिमेन्ट्री रक, जति पनि सेडिमेन्ट्री रक हो त्यो के हो हाम्रो स्ट्रेटिफाइड रक हो। यसलाई लेयरमा हामी स्प्लिट गर्न सक्छौँ। स्प्लिट भन्नुको अर्थ के हो टुक्रा गर्न सक्छौँ, एकबाट अर्कोलाई छुट्याउन सक्छौँ है लेयरमा। तपाईहरु मार्बल हेर्नु भयो होला, मार्बल जब हामी पसलमा जान्छौँ हेर्छौँ ठुला ठुला मार्बलहरूलाई राखेको हुन्छ स्प्लिट गरेर बेच्छन् पसलमा। मार्बल क्वार्जाइट पनि के हो स्ट्रेटिफाइड रक हो। मार्बल चाहिँ र क्वार्जाइट हाम्रो कुन रक भित्र पर्छ मेटामोर्फिक रक, तर यो चाहिँ लेयरमा स्प्लिट भएको कारणले यसलाई चाहिँ स्ट्रेटिफाइड रक अन्तर्गत राखेको छ है। अनस्ट्रेटिफाइड रक चाहिँ लेयरमा स्प्लिट गर्न सक्दैन त्यसलाई। अब फोलिएटेड रक बुझौँ हामी। फोलिएटेड रक चाहिँ कुनै कुनै ठाउँमा स्प्लिट हुन्छ र कुनै बेला स्प्लिट हुँदैन। जस्तै यो चाहिँ एउटा सर्टेन डाइरेक्सनमा स्प्लिट हुन्छ फोलिएटेड रक। जस्तै सबै जति पनि मेटामोर्फिक रक हुन् त्यो सबै के हो फोलिएटेड रक हुन् है, एक्सेप्ट मार्बल र क्वार्जाइट। मार्बल र क्वार्जाइटलाई छोडेर जति पनि मेटामोर्फिक रक हुन् त्यो के हुन् फोलिएटेड रक हुन् है। यसलाई लर्न गर्ने सर्टकट हेरौँ। SUF, यसबाट स्ट्रेटिफाइड, युबाट अनस्ट्रेटिफाइड, यबाट फोलिएटेड र राइटतिर SIM छ। SIM को अर्थ के भयो सेडिमेन्ट्री, आई को भनेको इग्नियस रक र यम भनेको मेटामोर्फिक रक है। अब हामी केमिकल क्लासिफिकेसन अफ रक बारे बुझौँ है। केमिकल क्लासिफिकेसन अन्तर्गत एर्गिलासियस रक, सिलिसियस रक, क्याल्केरियस रक गरी 3 वटा रक पर्छ। एर्गिलासियस रकमा के हुन्छ हाम्रो यसको मेन प्रिन्सिपल कन्स्टिट्युएन्ट चाहिँ क्ले हो। इक्जाम्पलको लागि स्लेट एउटा एर्गिलासियस रक हो। सिलिसियस रकमा मेन कन्स्टिट्युएन्ट के हुन्छ हाम्रो सिलिका हुन्छ। इग्नियस रक
सबै के हो सिलिसियस रक हो। यसमा ट्र्याप बासल्ट इक्जाम्पलको लागि क्याल्केरियस रक। क्याल्केरियस रकमा को मेन प्रिन्सिपल कन्स्टिट्युएन्ट के हो लाइम हो है। जस्तै लाइमस्टोन मार्बल डोलोमाइट यो सबै के हुन् क्याल्केरियस रक हुन्। ल यसलाई लर्न गर्ने सर्टकट तरिका एएससी। ए को अर्थ के हुन्छ आर्गिलासियस, एस को अर्थ के हुन्छ सिलिसियस, सी को अर्थ के हुन्छ क्याल्केरियस है। अनि यसको प्रिन्सिपल कन्स्टिट्युएन्टहरु के हुन् आर्गिलासियसको क्ले, सी बाट क्ले, एस बा सिलिसियस को सिलिका, क्याल्केरियस को लाइम। एएससी राइट टु द सीएसएल। एएससी र सीएसएल लर्न गरौ है सर्टकट। केमिकल क्लासिफिकेसन एएससी र सीएसएल यति लर्न गर्दा हुन्छ है। अब हामी क्लासिफिकेसन बुझिसक्यो।